नमस्कार साथीहरू। आज मैले एउटा नयाँ भिडियो प्रस्तुत गर्दैछु। अगाडिको भिडियोहरुबाट हामीलाई अथवा तपाईहरुलाई कुनै लाभ हुन सक्यो होला भन्ने मैले आशा लिएको छु हैन। आजको नयाँ भिडियोको शीर्षक छ हामीले स्टक्सहरु लोभिएर किन्ने कि डराएर बेच्ने। स्टकहरु चाहिँ हामीले लोभिएर किन्ने हो कि डराएर बेच्ने हो हैन। के गर्नुपर्छ है यसको बारेमा चाहिँ म एउटा छलफल गर्दैछु। जस्तो कुनै पनि स्टक्सको चलिरहेको बेलामा त्यसको एउटा मूल्य हुन्छ, कुनै पनि समयमा एउटा मूल्य त्यसले लिइरा हुन्छ चलिरहेको बेलामा हैन। र कोही साथीहरुले त्यही बिन्दुमा लिन खोज्छौं हैन, हामी मध्ये कोही साथीहरुले त्यही पोइन्टमा चाहिँ त्यही प्राइसमा चाहिँ बेच्न खोज्छौं। भनेपछि अब हामीले किन लिन खोज्छौं भनेर भन्दाखेरि हामीले अलिकति लोभिएर लिन खोजेको हुन्छ हैन। जस्तो अलिकति माथि जाँदैछ भन्ने हिसाबले अब माथि जान्छ भन्ने हिसाबले लोभिएर लिएको हुन्छौं। र हामीले बेच्दाखेरि चाहिँ अब यहाँबाट तल जाँदैछ, अब तल जाला कि भनेर हामी डराएर बेच्छौं है। त्यो दुईटै कुरा ब्यालेन्स मिलाउनको लागि हुने कुरा नै एउटा प्राइस हो हैन। हामीले त्यही पोइन्टमा काम गरे हुन्छौं हैन। तर के हो भन्दाखेरि यो दुईटै कुरा अनुसार चाहिँ हामीले किनबेच गर्नु चाहिँ हामीले चाहिँ यो चाहिँ गलत हो एक किसिमले है। हामीले लोभिएर किन्नु पनि हुँदैन, डराएर बेच्न पनि हुँदैन। हामीले गर्नुपर्छ के भन्दाखेरि जब तपाईहरुले कुनै एउटा प्राइसलाई एनालाइसिस गर्नुहुन्छ, तपाई चार्ट हेर्नुहुन्छ हैन। मैले सिकाउने सबै कुराहरु चाहिँ चार्टमै आधारित रहेर हुन्छ। फन्डामेन्टल चाहिँ मलाई त्यति आउँदैन हैन, मलाई त्यो अनुसार के हुँदैन। मैले चाहिँ हेर्नु भनेको चार्ट हो। मेरो कुरा जस्तो यहाँ मैले जे भन्न आउँछ नि त्यो चार्ट अनुसार नै मैले एनालाइसिस गरेर भनेको हुन्छु हैन। हामी जसले पनि मान्नु न, जसले चाहिँ जो साथीहरुले चाहिँ चार्ट हेरेर काम गर्नुहुन्छ अथवा चार्ट अध्ययन गर्नुपर्छ, यो गर्नै पर्ने कुरा हो हैन। त्यसमा चाहिँ हामीले कुनै एउटा प्राइस किन्नु, कुनै एउटा स्टक किन्नु पर्यो भने त्यसमा कसै साथीहरुले मुभिङ एभरेज लाउनुहुन्छ, कसैले चाहिँ अब सपोर्ट रेजिस्टेन्स हेर्नुहुन्छ हैन, कसैले बोलिन्जर ब्यान्ड लाउनु होला, कसैले आरएसआई लेभल लगाएर काम गर्नु होला। तर जसले जेसुकै गरे पनि मानौ एउटा न एउटा आधार लिएर गर्नुपर्ने हुन्छ हैन। अब हामीले गर्नुपर्ने हुन्छ, अन्धाधुन्दा त गर्न हुँदैन हामीले हैन। केही न केही आधार हुनु पर्यो हामीले। मैले यो अहिले यो लाइन माथि भएको भएर मैले बाइ गरेँ, अथवा चाहिँ यो आरएसआई को लेभल यो भन्दा माथि भएर बाइ गरेँ हैन। यस्तै किसिमको केही र सपोर्टमा अथवा किनी अथवा रेजिस्टेन्सको मुनि मैले त्यहाँ बेच्दै छु, केही न केही आधार बनाएर हामीले काम गरेको हुन्छौं। अब के भन्दाखेरि हामीले जब यति कुरा हेरेर हामीले बाइ गर्छौं नि, त्यसपछि हामीले डराउनु पनि हुँदैन, लोभिनु पनि हुँदैन। हामीले एक्साइटमेन्ट लिनु पनि हुँदैन, हामीले डराउनु पनि हुँदैन। किन भन्दाखेरि हामीले त्यो सबै कुरा हेर्लिएको नि। जहिले पनि प्राइस भनेको हामीले किन्ने बित्तिकै सरर माथि पनि जाने हैन, अथवा चाहिँ बेच्ने बित्तिकै सरर तल जाने पनि हैन। भनेपछि हामीले अब सबै कुरा हेरेर हामीले लिएका छौं भने जब हामीले बाइकको बटन थिच्छौं, बटन थिचिसकेपछि हाम्रो अब तल गयो कि हामीले डराउनु पर्ने पनि हुँदैन है। र त्यो केही माथि गइहाल्यो भने हामीले त्यसलाई चाहिँ एकदम एक्साइटमेन्ट लिनुपर्ने कुरा पनि हुँदैन हैन, उत्तेजनामा आउनु पनि पर्दैन। र हामीले कुनै कुरा बेचेको छौं भने अब हामीले बेच्छौं, तल गइराछ भने हामी डरले बेच्छौं। र त्यो हामीले बेच्ने बित्तिकै हामीले चाहिँ फेरि त्यो सर माथि गयो ओर्यो भने पनि हामीले त्यसरी चिन्ता गर्नु पर्दैन, किनकि हामीले त्यही अनुसार नै केही हेरेर नै बेचेका हुन्छौं नि त। त्यो लाइन भन्दा मुनि गयो हैन, अथवा मैले सोचेको आरएसआई लेभल भन्दा त्यो प्राइस तल गयो हैन, अथवा चाहिँ मुभिङ एभरेजको लाइन भन्दा मुनि गयो हैन, केही न केही हामीले आधार लिएर नै त्यो बेचेका हुन्छौं। त्यसैले बेच्ने बित्तिकै त्यो तल गयो भनेर पनि हामीले चिन्ता मान्नु हुँदैन। र हामीले बेच्ने बित्तिकै माथि गयो भनेर पनि चिन्ता मान्नु परेन, अथवा चाहिँ किन्ने बित्तिकै चाहिँ तल गयो भनेर पनि त्यसमा आत्तिनु पर्ने हुँदैन है। हामीले के विचार गर्नुपर्छ सुरुमा भन्दाखेरि मैले अघिल्लो भिडियोमा पनि भनिसकेको छु। हामीले जब स्टक किन्छौं, किनिसके पछाडी त्यो मार्केट माथि जाला, त्यसले हामीलाई पैसा दिएला हैन, राम्रो गर्ला, डबल होला, टेबल होला अथवा नहोला हैन, त्यो भनेको सेकेन्डरी कुरा भयो। त्यो चाहिँ हामीले दिमागबाट निकाल्दिनु पर्छ। पहिला हामीले किन्नु भन्दा अगाडि चाहिँ मैले यो त किन्छु, यो पोइन्टमा सबै कुरा ठीक छ, लाइन भन्दा पनि माथि छ, तर म निस्किने चाहिँ कहाँनिर हो, म के गर्दा निस्किन्छु भन्ने कुरा एक्जिट पोइन्ट चाहिँ पहिला आफूले फिक्स गर्नुपर्छ। भनेपछि आफूले त्यो निर्धारण गर्नै पर्छ, किनभने मार्केट हाम्रो हातमा छैन। माथि जाला नजाला मार्केटले कमाएर देला नदेला त्यो कुरा बेग्लै हो। तर इनकेस मैले किनेको ठाउँ हैन, मैले सबै कुरा हेरेर किनेको छु, त्यो किनेको ठाउँबाट इनकेस म गल्ती भएँ हैन, अब भोलिदेखि नै ट्रेन्ड चेन्ज भयो, मैले किन्ने बित्तिकै ट्रेन्ड चेन्ज भयो
भने म अन्तिममा गएर निस्किने अब के हिट झेल्नुपर्ने ठाउँ त छँदैछ, मैले भनिसकेको छु अगाडि। र मैले त्यो हिट झेल्ने ठाउँ भन्दा पनि तल पुगेर कहाँ चाहिँ निस्किने त, त्यो कुरा चाहिँ पहिला हामीले एक्जिट पोइन्ट फिक्स गर्नुपर्ने छ। त्यसो गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीलाई त्यो कुनै तनाव हुँदैन कि, किनकि इनकेस हामीलाई घाटा भयो भने पनि थोरै घाटा हुन्छ होइन, थोरै घाटा हुन्छ र त्यहाँबाट उम्केर हामीले त्यो पैसा फेरि कुनै नाफावाला स्टकमा लगाउन सक्छौँ अथवा चाहिँ त्यो अर्को लगाउन सक्छौँ। त्यो पैसालाई फसाइरहनु पर्ने 6 महिना वर्ष दिनसम्म त्यतिकै फसाएर कहिले जाला भनेर बसिरहनु पर्ने हुँदैन है। अब त्यस्तै गरी हामीले बेच्दाखेरि पनि हामीले तलबाट किनेर मानौँ माथि गएर हामीले नाफा भयो भने हामीले कुनै न कुनै पोइन्टमा बेच्छौँ भने मतलब हामीले के गरे हुन्छ भन्दाखेरि जस्तो मुभिङ लाइनको मुनि आयो अथवा आरएसआईको लेभल मुनि आयो केही आयो ठिकै छ भनेर बेची आउँछौँ। अब बेच्ने बित्तिकै मार्केटको त भर हुँदैन, फेरि भोलि माथि जान सक्छ, तर त्यसमा पनि हामीले चित्त दुखाउनु हुँदैन। इनकेस तपाईँलाई त्यस्तै लाग्छ होइन भने एक्चुअली माथि गइसकेको प्राइस तपाईँ निस्किनु भयो, निस्केर फेरि अलिकति माथि जाला जस्तो भयो, फेरि तपाईँको लाइनभन्दा माथि क्रस गर्यो अथवा तपाईँलाई सबै कुराले फेरि अझै ठिकै हुँदैछ जस्तो लाग्यो भने फेरि दोहोऱ्याएर किन्नुहोस्, बरु महँगैमा किन्नुहोस्, तर त्योभन्दा तल अर्को लाइन लगाउनुहोस् फेरि होइन। भनेपछि फेरि किन्ने त कुरा भयो, अब माथि जाँदैछ भनेर फेरि तपाईँ लोभ बिन्नुहुन्छ कि होइन। हामीलाई लोभ आउँछ, आफूले चाँडै छुट्यो जस्तो लाग्छ होइन। यदि त्यस्तै भयो ल तपाईँलाई भने फेरि एक्जिट भइसके पछाडि पनि त्यो माथि जाला जस्तो भयो, फेरि ट्रेन्ड लाइन क्रस गरेर माथि गयो केही भयो भने त फेरि किन्नुहोस्, तर त्यो पसेपछि होइन त्यो स्टक किनेपछि फेरि कहाँ निस्किने भन्ने कुरा चाहिँ फाइनल गर्नुहोस्। त्यति गर्दाखेरि हामीलाई फेरि थोरै घाटा हुन्छ। नत्र के हुन्छ, मानौँ उदाहरणको लागि है तपाईँले 550 किन्नुभयो त्यो स्टक, त्यो बढ्दै गएर अब कहिले कम कहिले बढ्दै गएर 750 भयो। 750 पुग्ने बेलामा के हुन्छ भन्दाखेरि तपाईँले जुन हिसाबले पस्नु भएको थियो नि मुभिङ एभरेजभन्दा माथि भएपछि म बाई गर्छु भने त्यही अनुसार चल्नुभयो मानौँ होइन, र 750 भन्दा मुनि आइसकेपछि तपाईँको मुभिङ लाइनभन्दा मुनि आयो मुभिङ एभरेजभन्दा, अथवा तपाईँको सोच के थियो भन्दा त्यस्तो लाइनभन्दा मुनि आइसकेमा निक्लिन्छु भन्नुभयो, निक्लिनुभयो तपाईँ हो, तपाईँले एउटा 200 प्रफिट बुकिङ गर्नुभयो होइन। र फेरि अलिअलि चलेर फेरि 1-2 दिनमा अथवा चाहिँ फेरि माथि गएर फेरि राम्रो क्लोज हुन थाल्यो, फेरि त्यो हेरी लाइनभन्दा माथि गयो र फेरि त्यसले चाहिँ माथि जाने जस्तो सङ्केत देखायो भने तपाईँ दोहोऱ्याएर किन्नुहोस् होइन, दोहोऱ्याएर किन्नुहोस्, फेरि तल लाइन लगाउनुहोस् अथवा कुनै एउटा लेभल लगाउनुहोस्। त्यसो गर्दा तपाईँले पहिला प्रफिट बुकिङ गर्नुभयो होइन, अनि फेरि दोहोऱ्याएर फेरि त्यसभन्दा माथि गयो भने त भइहाल्यो। इनकेस फेरि तपाईँले त्यहाँ माथि किन्नु भएको कुरा चाहिँ गलत भयो भने तपाईँ फेरि निस्किनु पर्ने हुन्छ कि, नत्र भने त्यो 750बाट फेरि के हुन्छ 650 एवं अलिकति माथि तल गर्दै तपाईँ 500 जुन सुरुमा 550 तिर किन्नु भएको थियो त्यही प्राइस आउँछ, अनि त्यही प्राइस आइसके पछाडि फेरि अब माथिबाट त धेरै घटिसके आउँछ, अनि तपाईँ होला नि त फेरि माथि जाला भन्ने कुर्नुहुन्छ, फेरि झन् पहिला कमाएको प्रफिट पनि गयो होइन, उल्टै तपाईँले आफ्नो खल्तीबाट हाल्नुपर्ने हुन्छ। भनेपछि हामीले त्यस्तो गर्नु हुँदैन होइन। त्यही भएर हामीले जब किन्छौँ किनिसकेर तल गयो भने पनि हाम्रो एउटा जस्तो मैले निस्किने ठाउँबाट राखेको छु, त्यो निस्किने ठाउँ क्रस नगरेसम्म चाहिँ हामीले त्यहाँ एउटा झेलेर बस्ने हो है। किन त उसले हामीले परीक्षा लिएको हुन्छ, मैले अघिल्लो भिडियोमा पनि भनिसकेको छु, त्यो परीक्षा चाहिँ हामीले पास गर्नुपर्छ होइन। आफूले किनेपछि तल झर्छ, तल झरेपछि हामीले त्यो लेभल यसले कति घाटा खसाउन सक्दो रहेछ, यसमा हिम्मत छ कि छैन होइन, यसमा पेसेन्स छ कि छैन उसले चेक गर्छ। त्यो चेक गर्दाखेरि तपाईँ पास हुनु भने फेरि केही समय त्यो मुनिबाट फेरि माथि जान्छ, चाहे 3 दिनमा माथि जाला चाहे 6 महिनामा जाला, तर जो आफ्नो लाइन क्रस गरेको छैन भने चाहिँ तपाईँले होल्ड गर्नु पर्छ। होल्ड गर्दाखेरि फेरि कुनै न कुनै दिन माथि गइहाल्छ, त्यो अनुसार आफूले बुकिङ गर्ने प्रफिट होइन। तर त्यो लाइनभन्दा पनि मुनि आइसके पछाडि चाहिँ हामीले त्यसरी बसिराख्नु हुँदैन है। जस्तो एउटा लेभल निस्किनु पर्छ है, भनेपछि हामीले त्यो लेभल नकटेसम्म हामी चिन्ता गर्नु पनि पर्दैन कि, त्यो लेभलभन्दा मुनि चिन्ता गर्नु पर्दैन। मैले बजारमा कतिपय साथीहरू कस्तो देख्छु, धेरैजना के देख्छु भन्दाखेरि जब हामी जस्तो हामीले बाई गरेको प्राइसबाट उहाँहरूलाई के हुन्छ, किन्ने बेलामा चाहिँ मानव 550 मा किन्नुभयो, ठ्याक्क किन्नुभन्दा चाहिँ यो यसरी माथि गइरहेछ, अब यो 600 आइसके म निस्किन्छु, 650 आइसी निस्किन्छु, अथवा 600 अथवा 570 आइसी निस्किन्छु, 20 रुपियाँ मात्र खान्छु भनेर सोच बनाउँछ। खालि फाइदा हुने मात्र सोच हुन्छ कि छिर्नुभन्दा अगाडि। तर कसरी म कहाँ गयो भने चाहिँ यदि म गलत भएँ भने, यदि मार्केट तुरुन्त फर्क्यो भने म कहाँ निस्किने भन्ने कुरा चाहिँ कसैले पनि ख्याल गर्नुहुन्न है। हो त्यो चाहिँ चिन्ता गर्नुपर्ने। जस्तो नि हामीले नाफा हुँदैछ भने हामीले त्यहाँ चिन्ता गर्नु परेन, बरु होल्ड गर्ने हो, बरु 1 दिन 2 दिन झला अलिअलि नाफा पनि घट्ला होइन, तर कमसेकम आफ्नो बाइङ पोइन्टबाट त तल आएको छैन नि त। तर इनकेस घाटा हुँदै गयो भने चाहिँ चिन्ता गर्नुपर्ने हुन्छ कि।
चिन्ता भनेको कहाँ पनि भन्दाखेरि तपाईँ आफूले लेभल जुन छ नि त्यो लक्ष्मण रेखासम्म चाहिँ हामी चिन्ता गर्नु परेन। ठिकै छ, मेरो पहिले नै हामी माइन्ड मेकअप छ नि त, म यहाँबाट निस्क्यो भने निस्किन्छु भनेर त्यो प्र्याक्टिसले गर्ने हो। त्योभन्दा पनि मुनि त्यो लक्ष्मण रेखा पार गरिसके पछाडि पनि हामीहरू बस्नेतिर चाहिँ लाग्नु हुँदैन, किनकि त्यो मार्केटले अब बिस्तारै बिस्तारै फसाउँछ तपाईँलाई। फेरि एक दुई दिन माथि आस्तो गर्छ, फेरि तल गरेर तल जान्छ। फेरि यो स्टक मार्केट कस्तो हुन्छ भन्दाखेरि एकदम स्मार्ट हुन्छ क्या, उसलाई पछि हुने कुरा पहिल्यै थाहा हुन्छ। जस्तो कुनै कम्पनी 3 महिनापछि नराम्रो हुनेछ अथवा 6 महिनापछि नराम्रो हुनेछ भने त्यो आजदेखि नै झर्न थाल्छ कि, किनकि कम्पनीको मालिकहरूलाई त पहिल्यै थाहा हुन्छ नि त, पहिल्यै उनीहरूले बेच्न थाल्छन् कि, अनि त्यो चाहिँ चार्टमा देखिन्छ र त्यो पछि थाहा हुन्छ। जब 550 को जुन सामान हुन्छ नि स्टक तपाईँको 400 450 आउँसम्म हामीले ठिकै छ नि त, त्यो लक्ष्मण रेखा पार गरे पनि हामी बसिरह्यौँ भने अझ घट्दै जान्छ, 300 200 हुन्छ। त्यसपछि मात्रै त्यो कम्पनीको नराम्रो खबर आउन थाल्छ कि ए यो कम्पनीमा त यो पनि घाटा छ अरे, त्यो पनि घाटा छ अरे, यसमा यति घोटाला छ अरे, त्यो घोटाला छ अरे, अथवा कम्पनीको मालिक नै भाग्न लाग्यो अरे, अनेक कुरा अनेक भनौँ न, त्यस्तो निस्किन थाल्छ। भनेपछि भविष्यको कुरा त हामीलाई थाहा हुँदैन, त्यही भएर हामीले समयमै निस्किनुपर्छ। फेरि स्टकको त्यो प्राइसमा जुन चार्ट हुन्छ नि, चार्टले तपाईँको लाइनहरूले विभिन्न कुराले हामीलाई पहिले भन्नुहुन्छ त निस्की भनिरहेको हुन्छ उसले होइन। जब माथि गइरहेको हुन्छ कुनै लाइनबाट तल आउँछ अथवा आरएसआईको मुनि आउँछ, केही न केही त जनाउ दिइरहेको हुन्छ नि, पहिले हामीलाई त निस्की भन्ने हुन्छ होइन। त्यो बेलासम्म पनि हामी थाहा ठेकेर बस्यौँ होइन, मार्केटले भनेको मानेनौँ, प्राइसले जे बोलिरहेछ त्यसलाई हामीले सुनेनौँ भने अब त्यसले लास्टमा सुनाउँछ, लास्टमा पुगेर सुनाउँछ लास्टमा पुगेर सुनाउँछ। 550 मा तपाईँले किन्नु भएको कुरा तपाईँ 540 मा निस्किन सक्नुहुन्थ्यो, 530 मा निस्किन सक्नुहुन्थ्यो होइन। जम्मा किताबमा 10-20 रुपियाँ खाएर घाटा खाएर निस्किन सक्नुहुन्थ्यो नि, त्यो थोरै घाटा हुन्थ्यो, बरु त्यही पैसालाई अर्को फाइदावालामा हाल्न सक्नुहुन्थ्यो भने अब निस्किनु पर्ने हुन्छ। त्यही चाहिँ 250 200 गएपछि निस्किनु पर्ने हुन्छ है। अनि त्यसपछि के हुन्छ भन्दाखेरि नबस्नु ननिस्किनु हुन्छ कि तपाईँ। अब बसिरहँ कति बस्ने, 6 महिना वर्ष दिन लागिन्छ। अझ किन यस्तो कुराहरू जान्नु जरुरी छ, किन यो अनुसार हामीले प्र्याक्टिस गर्नु जरुरी छ भन्दाखेरि बिस्तारै हाम्रो देशमा पनि सेलिङ खोल्ने भन्ने कुरा छ, होला नहोला होइन। जस्तो अमेरिकाको मार्केट, इन्डियन मार्केटहरूमा त तपाईँ सेलिङ पनि छ नि त। तपाईँ यहाँ त मानौँ न हामीले 200 मा कुनै किन्यौँ होइन स्टक, मानौँ त्यो 190 गयो अथवा चाहिँ 180 गयो भने हामी बाहिर निस्केनौँ भने पनि मानौँ 6 महिना वर्ष दिनसम्म कुरिरह्यौँ भने त्यो तलबाट आउला जस्तो 6 महिनामा आउला 1 वर्षमा आउला भन्ने जस्तो हुन्छ नि त। किन भन्दाखेरि हाम्रो त सेलिङ मार्केट छैन होइन। अब 100 150 मा के अरे 200 मा प्रायः बेच्ने कमै हुनुहुन्छ, अनि तल गयो भने पनि खालि किन्ने मात्र हुँदाखेरि अलि लामो समयसम्म त्यो 190 180 चलिरह्यो भने पछि माथि आउला भन्ने आशा हुन्छ। तर अरू देशको मार्केटमा चाहिँ तपाईँको त्यहाँ सेलिङ पनि छ। जो मान्छेले पैसा भए पनि अथवा स्टक भए पनि नभए नि लिभरेज लिएर पनि 200 मा किन्छन्, 190 मा बेच्छन्, फेरि तल मानौँ फेरि तल गयो 180 170 पुग्छ, फेरि 170 180 मा आउँदाखेरि फेरि बेच्छन्। त्यो 200 प्राइस त तपाईँको 2-3 वर्ष 2-5 वर्ष पनि नआउन सक्छ, एकदम रिस्की मार्केट हुन्छ। भनेपछि त्यो बेलाको लागि पनि अहिले तयार हुनु पर्यो नि। अहिलेको जस्तो गर्न हुँदैन, सेलिङ मार्केट खुलेपछि त तपाईँको लस हुन थालेपछि त तपाईँको धेरै लस हुन्छ। र त्यो यहाँको जस्तो लामो समय कुरेर पछि आउला भन्ने आशा गर्न एकदम हुन्छ। इन्डियातिर त तपाईँको 5000 6000 पुगेको स्टकहरू झरेर 50 रुपियाँ 20 रुपियाँ 15 रुपियाँमा ट्रेडिङ हुन्छ हेर्नु त। त्यस्तो भयो भने त कहिले त्यो 500 पुग्छ, त्यसरी पुग्दैन त्यो। अथवा 200 नै रहेछ भने 200 पुग्न त्यो 5 वर्ष पनि आउँदैन त्यो। मानौँ न 30 रुपियाँमा कुनै स्टक चलिरहेछ भने 40 रुपियाँ हुने बित्तिकै फेरि बेच्नेहरू पनि टन्न आउँछन् क्या त्यहाँ त। यहाँ त किन्ने मात्र छ नि, अब धेरै कम भइसकेपछि त किन्नेहरू मात्र हुन्छ नि, त्यो बेच्ने खासै हुनुहुन्न होइन। तर त्यहाँ त बेच्नेहरू पनि टन्नै हुनुहुन्छ के। भनेपछि त्यो लेभलमा स्टक यदि गलत स्टकमा हाम्रो इन्ट्री भयो होइन, स्टक राम्रो रहन्छ, त्यसको क्वालिटी रहन्छ भनेदेखि त त्यो एकदमै नराम्रोसँग फसिन्छ, त्यो त माथि आउँदैन हो। त्यो समयको लागि तयार गर्नको लागि पनि हामीले यो गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले किन्दा अथवा बेच्दा कुनै हाम्रो एउटा प्राइस हामीले विचार गरेको लेभल भन्दा माथि अथवा तल आउँछ भने त्यसलाई चाहिँ हामीले चिन्ता पनि गर्नु परेन, एक्साइटमेन्ट पनि हुनु परेन। यदि त्यो लेभल होल्ड गरिरह्यो होइन, त्योभन्दा तल आएन, हामीले लक्ष्मण रेखा भन्दा मुनि आएको लेखा भन्दा तल आएन भने त केही न केही समयपछि त्यो माथि गइहाल्छ नि। त्यो टाइम लाग्छ तर जान्छ होइन। चाहे 3 महिनामा जाला 3 दिनमा जाला होइन, अथवा 6 महिनामा जाला जान्छ त्यो होइन। तर त्यो लेभलभन्दा मुनि नै आइसकेपछि चाहिँ हामी बसिरह्यौँ भने त्यसले हामीलाई ट्र्याप बनाउँछ क्या। 500 को कुरा हामीले 540 मै 550 मा किन्ने कुरा 530 520 मै अथवा 500 मा होइन। अब आफ्नो लेभल आफ्नो जस्तो खप्न सक्ने होइन, आफ्नो लस खप्न सक्ने क्यापेसिटी कतिको छ त्यो अनुसार पनि भर पर्छ। र त्यो स्टकको क्वालिटी पनि भर पर्छ के। एकदम ठुलो मानौँ न हाई टाइम फ्रेमको सपोर्टमा रहेछ भने त हामी किन चाँडो निस्किने, त्यो आखिर हतपति त्यसलाई त ब्रेक गर्न सक्दैन होइन।
लोअर टाइम फ्रेमको सपोर्टहरुमा पो हतपति ब्रेक गर्छ त। अब अलि हायर टाइम फ्रेमको सपोर्टहरुमा हामीले किनिरहेको छौं भनेदेखि त त्यो धेरै हतपति त ब्रेक गर्दैन। यदि त्यो ब्रेकै गर्छ भने यसको मतलब त्यो तल जान खोज्दैछ है। होला अलिकति तल गएर फेरि माथि आउला, तर त हामीलाई थाहा हुँदैन नि त। त्यो त अब हामी त निस्किनै पर्छ, बरु दोहोर्याएर किन्ने, फेरि सपोर्टभन्दा माथि आयो भने फेरि दोहोर्याएर किन्ने, त्यसो गर्दा केही भएन। तर सपोर्टबाट मुनि गएर पनि त्यसरी ब्रेक गर्छ र बस्छ भने उस मतलब माथि आउन खोजिरहेकै छैन हैन। र त्यहाँबाट त तल 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 भएर अर्को न्यू सपोर्ट बनाउन लाग्यो भने त तपाईको फेरि धेरै समय लाग्छ, वर्षौं दिन लगाइन्छ। अनि तपाईँ हाम्रो पैसा फसिरहन्छ नि त है, फसिरहन्छ। हामीले चाहिँ त्यो धेरै लामो समय कुर्ने पनि होइन के। हामीले चाहिँ नेगेटिभमा आउन थाल्यो भने चिन्ता चाहिँ गर्नुपर्छ। त्यो प्लसमा आउँदाखेरि त छँदैछ नि, प्लस छँदैछ हैन। तर नेगेटिभमा आउन खोज्यो भने त हामीले अलि चिन्ता नै गर्नुपर्छ के। किन हाम्रो क्यापिटलै लस हुँदैछ भने त हामीले चिन्ता गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले आफ्नो क्यापिटल चाहिँ प्रोटेक्ट गर्नुपर्छ यो मार्केटमा हैन। क्यापिटल प्रोटेक्ट भयो भने अनि अलिअलि मात्र घाटा खाइयो भनेदेखि चाहिँ फेरि त्यो पैसा त अन्त युज गर्न सक्यो नि त हैन। आयो भने त फेरि डबल तेब्बर आउँछ हैन। अब स्टक एकदम नेप्से राम्रै चल्यो भने त 5 गुना 7 गुना पनि भएका रेकर्डहरु छन् नि, 5 गुना 10 गुना पनि। भनेपछि एवं रीतिले मैले यो भन्न खोजेको आजको भिडियोमा चाहिँ मैले यो भन्न खोजेको हामीले जब प्राइसमा किन्छौं त्यहाँ चाहिँ हामीले लोभिएर किन्ने हो कि हैन अथवा डराएर बेच्ने हो, त्यो दुईटै कुरा हामीले गर्नु हुँदैन है। हामी सही ठाउँमा हामीले किनेको छौं भने घटे पनि आत्तिनु भएन, त्यो चिन्ता गर्नु नि, किनिसै सक्यो। र बेच्ने बेलामा पनि हामीले सही ठाउँमा बेचेका छौं, अब यो भन्दा कुर्नु ठीक छैन भन्ने लाएर हामीले बेचेको छौं अथवा कुनै इन्डिकेटरको बेसिसमा हामीले बेचेको छौं भने हैन त्यो पनि हाम्रो सही नै हुन्छ। अब त्यो भन्दा माथि गयो हैन भनेदेखि चाहिँ त्यो हाम्रो हातमा छैन हैन। मानौ 550 मा किन्नु भएको कुरा तपाईले 7.5 मा गयो, 7.5 मा भयो, अघि मैले भने त्यो भन्दा मुनि आएछ तपाईले बेच्नुभयो, फेरि त्यसपछि माथि गयो, मानौ 700 बाट अब 2-4 महिना लगाएर 5-6 महिना लगाएर 1500-2000 पुग्यो भने अब हामी त्यहाँ चिन्ता गर्नु पर्दैन के। त्यो त मार्केटको पैसा हो नि, हामीले लिने भनेको किताबमा 200 रुपैयाँ त आइसक्यो त, हामीले आफ्नो पैसा लिन्छौँ त, त्यसमा त टेन्सन गर्नुपर्ने कुरै छैन। अब मार्केटको सबै पैसा खान्छौँ भनेर त मैले कहाँ सक्छु त। होला त्यही प्राइस कम्पनी राम्रो छ भने त 20 वर्षमा 20,000 पनि पुग्ला नि त हैन। अब त्यो म के 20 वर्ष कुर्न सक्छु त? अब मेरो क्यापेसिटी कति छ हैन। वारेन बफेटले 50 वर्ष अगाडि कोकोलाको स्टक होल्ड गरिरहनु भएको छ भन्ने सुनिन्छ हैन। अब उहाँको त्यो क्यापेसिटी त्यो 50-60 वर्षसम्म पनि होल्ड गरिरहन सक्ने। अब तपाईँ हाम्रो छ त, होला मार्केट माथि जाला, अब मानौँ न 750 बाट 1500 पनि होला, 2000, 2500, 3000, 5000, 10000 पनि होला। अब समयअनुसार 4 वर्ष 5 वर्ष 10 वर्षमा होला हैन, होला नहोला हैन। त्यो सबै मार्केटको पैसा त हाम्रो होइन। त्यो त हामीले कति खान सक्छौँ, मेरो क्यापेसिटी कति छ त्यति मात्र खाने, त्यो बढी पाइँदैन। किनकि त्यो त अब सरासर जाने पनि हैन नि त, एकैचोटि माथि जानिन। त्यो त धेरै तलमाथि गरेर तपाईको हाम्रो परीक्षा लिन्छ त्यो है। 200-300 पोइन्टै तल आउँछ, कहिले 200-300 पोइन्टै माथि जान्छ, 500 पोइन्ट तल आउँछ, 500 पोइन्ट माथि जान्छ, त्यसरी अलि भत्वा धेरै गएको हुन्छ लामो ठाउँमा जाँदा। अब त्यो ह्यान्डल गर्न सक्ने क्यापेसिटी पनि हुनु पर्यो हैन। त्यही भएर हामीले लिएको पोइन्टमा चाहिँ हामीले धेरै लोभिएर पनि गर्नु हुँदैन र डराएर पनि किनबेच गर्नु हुँदैन। हामीलाई सही लाग्छ भने किन्ने हो, लाग्दैन भने नकिन्ने हो हैन। अथवा बेच्न पनि सही लाग्छ भने बेच्ने हो, लाग्दैन भने नबेच्ने हो हैन। तर किनिसकेर बेचिसके पछाडि हामीले त्यो मार्केट जहाँसुकै जाओस्, तल जाओस् कि माथि जाओस् चिन्ता गर्नु हुँदैन। आफ्नो लेभल बेचिसके जस्तो कुरा सकिहाल्यो हैन। र किन्दाखेरि पनि आफ्नो एउटा लेभल राखेर काम गर्यो भने हामीलाई त्यसबाट कुनै डर चिन्ता केही हुँदैन है। यो चाहिँ एकदम हजुरले प्रत्येकचोटि स्टक किनबेच गर्ने बेलामा चाहिँ एउटा आँट बनाउनुस् है। त्यो सुरुमा हामीलाई जहिले पनि डर लाग्छ। प्राइसले त कहिले पनि ठ्याक्क त्यो मार्केट चलिरहेको जतिखेर जुनसुकै प्राइसमा किन्नु तपाईलाई डर र लोभ देखाइरहन्छ, अलिकति माथि आस्तो गर्छ, अलिकति तल आस्तो गर्छ हैन। र तपाईले सही ठाउँमा किन्नु भएको छ भने 2-5 रुपैयाँ बढी तिरे पनि केही हुँदैन, र सही ठाउँमा बेच्नु भएको छ भने 2-5 रुपैयाँ घटीमा बेच्दा पनि केही फरक पर्दैन। किन भन्दाखेरि भोलि तपाईले गलत ठाउँमा बेच्न खोज्नु भयो भने त्यो धेरै झरिसक्छ अनि बेच्नु पर्ने हुन्छ कि। अहिले 2-5 रुपैयाँको लोभ गर्यो भने पछि धेरै झर्छ, सर्टसुट्ट झरिसके पछाडि मात्रै बेच्नु पर्ने हुन्छ, त्यो बेलामा आको नाफा पनि जान्छ है। त्यही भएर एक्जिट हुँदा पनि सही समयमा एक्जिट हुनुपर्छ, बरु दोहोर्याएर इन्ट्री गर्ने केही भएन है। इन्ट्री गर्दाखेरि पनि इन्ट्री गर्यो सही ठाउँमा इन्ट्री गर्ने र एउटा चाहिँ सही ठाउँमा निस्किने एउटालाई त्यो विचार गरेर राख्ने हैन, लाइन हुन्छ के हुन्छ। अनि त्यति गरेपछि हामीलाई त्यो चिन्ता हट्छ है। यो चाहिँ पछिको लागि पनि प्रत्येक स्टक किन्नको लागि पनि सही हुन्छ र नेपालमा सेलिङ खुलेपछिको लागि पनि सपोर्ट हुन्छ है। मैले अहिले यो भिडियो यही बन्द गर्दैछु। हजुरहरूले चाहिँ लाइक र सब्स्क्राइब चाहिँ मिल्छ भने गरिदिनु होला है। यति भन्दै म अहिले भिडियो बन्द गर्छु। हस्, नमस्ते।